त्यो दिदीलाई के भयो होला है मेरो त्यो पहिलाको तस्बिरहरू मेरो मोबाइलको वालमा छ तर म हेर्न अहिले कसैको साथ सपोर्ट छैन अपराधीको नजरबाट चाहिँ म बच्न सकिनँ किनकि म यत्रो लामो लङ समय मेरो आफ्नै क्षेत्र थियो आफ्नै गरेर खाएको थियो हामीले कसैलाई लुटेको होइन हामीले कसैलाई ठगेन हामी त एउटा टुरो बच्चा हो नि त अहिले त्यो क्षेत्रबाट अहिले यो ठाउँमा पुर्याउने अपराधी कर्णबहादुर मल्ललाई कस्तो सजाय हुन्छ मेरो त जिन्दगी नै सक्यो मेरो त अहिले के छ मसँग के थिएन सबै थियो रूप थियो रङ्ग थियो मसँग ज्यान थियो त्यति बेला अहिले त के छ मसँग केही छैन म कसरी जिउने कसरी बाँध्ने यस्ता अपराधीलाई के गर्छ कानुनले केटाहरू थिए पहिला ब्यानर तान्ने अनि त्यसपछि चाहिँ त्यो दुईजना केटासँग बोलिरहेको थिएँ एउटा आईमा आएर हात हालेको छ मैले रिपोर्ट पनि गरेको छु प्रहरी परिषद काठमाडौँमा अब उहाँहरूले कहिले खोजेर ल्याउनुहुन्छ बोलाउनुहुन्छ त्यस्ता व्यक्तिलाई चाहिँ कारबाही हुनैपर्छ किनकि म चाहिँ कुनै रहरले आएको होइन मेरो पीडा मसँग मात्रै होइन अहिले समाजले बुझेको छ म एउटा राष्ट्रको गहना पनि हो म मेरो घरको चेली मात्र होइन एउटा देशको चेली हो।